यिनीहरूलाई च्यालेन्ज नै भयो। कतिपल्ट पक्रिन्छौ पक्र, लैजाऊ। सत्य कुरो उजागर गर्न छोड्दिन। केही दिनमा तिमीहरूले प्रेजेन्टेसन गरेको भिडियो छ नि, भिडियो मैले भने त दसैँ सुमुन टिकाएर हेर न साथी हो। दसैँ सुमुन सट्टा टिकाएर हेर। आज पनि भन्छु के आउँदैछ तिम्रो गाउँ अगाडि, कस्तो आँधी बेरी आउँदैछ, सुनामी। हेर्दै जाऊ, मजाक गर न, मजाक गर। सुनामी कसरी आउँदैछ। जतिखेर यो अब आन्दोलन चर्किन्छ नि, सेना पुलिस घरमा गएर बस्या हुन्छ। बस्नै पर्छ। जब नेपालै रहँदैन भने सेनाको के काम, नेपालै रहँदैन भने के पुलिसको के काम, नेपालै रहँदैन भने सशस्त्रको के काम, नेपालै रहँदैन भने निजामती कर्मचारीको के काम। पहिला नेपाल राख्ने भने साँच्चै यो देशको धरतीपुत्र पनि नेपाली सेनाका जवानहरू, सशस्त्र र नेपाल प्रहरीका जवानहरूले नि राजीनामा दिउन् त, राजीनामा देश सम्झेर राजीनामा दिउन्, अनि देश बाँच्छ। मेरो जस्तो म आज पनि के भन्छु भने मलाई लगेर झुन्याउ तर नेपाल रहोस् भन्ने मान्छे हुँ म।